अन्ततः बालेन शाहले यस्तो कदम चाल्ने भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केही शीर्ष नेताहरूले नै अहिले बालेन शाहको चर्को आलोचना गर्न थाले। आखिरी बालेन शाहले के गरे यस्तो, यसबारे पुरै जानकारी। जेएनजी आन्दोलनमा मानव अधिकार उल्लङ्घन केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखक र प्रधान सेनापतिलाई दोषी ठहर। के यस्तो कारबाही होला त? बालेन शाह नेतृत्वको सरकारले केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखक र प्रधान सेनापतिलाई यस्तोसम्म कारबाही गर्न सक्लान् त? यसबारे पुरै जानकारी। बारको कडा चेतावनी, 2/3 सरकारले संविधानमाथि प्रहार गरे, कडा कदम चाल्नेछौँ भन्दै बारले गर्यो यस्तो कुरा सार्वजनिक। राष्ट्रिय स्वतन्त्र पार्टीलाई चीनको बधाई, द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्याउने छौँ भन्दै आज चिनिया राष्ट्रपतिले गरे यस्तो कुरा सार्वजनिक। नेपाल वायु सेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सुदन गुरुङले गरे यस्तो माग। अब यी भ्रष्ट नेताहरूलाई हुने भयो यस्तो कारबाही। सुदन गुरुङले गरे अहिलेसम्म नेपाली जनताहरूले चाहे जस्तो काम। पुष्पकमल दाहाल प्रचण्डलाई डाक्टर बाबुराम भट्टराईको कडा कटाक्ष, आत्मसमीक्षा गर्नुको सट्टा उल्टै छानबिन गरी कारबाही गर्छु भन्दै हिँडिरहेका छन्। यो सरासर गलत रहेको छ भन्दै डाक्टर बाबुराम भट्टराईले गरे यस्तो कुरा सार्वजनिक। पुराना दलमा नेतृत्व विचार र संगठन पुनर्गठन नभई सामूहिक मलामी जाने दिन आउनेछ भन्दै आज पाण्डेले गरे यस्तो कुरा सार्वजनिक। अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ बन्ने सरकारले चाल्यो यस्तो कदम। अब हेर्नुहोस् पूरा समाचार। दर्शकबिन नमस्कार, तपाईँ अहिले हेर्दै हुनुहुन्छ नेपाली खबर मञ्च। दर्शकबिनहरू सदा जस्तै आज पनि विशेष रिपोर्टका साथ उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। यदि अहिलेसम्म पनि तपाईँहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाएर हामीसँग निरन्तर रूपमा जोडिनुहोला। दर्शकबिनहरू समाचार सुरु गरौँ आजको पहिलो प्रसङ्गबाट। दर्शकबिनहरू, जेएनजी आन्दोलनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र प्रधान सेनापति दोषी ठहर भएको कुरा सार्वजनिक भएको छ भने त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बन्दै गरेको सरकारले के यी तिनीजनालाई कारबाही गर्न सक्ला त भन्दै अहिले गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय मानव अधिकार आयोगले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन बारे अनुसन्धान सम्पन्न गरेको छ भने आयोगकी सदस्य डाक्टर लिली थापाको संयोजकत्वमा गठित समितिले करिब 600 पृष्ठको मुख्य प्रतिवेदन र अनुसूची सहितको 10,000 पृष्ठको विस्तृत प्रतिवेदन तयार समेत पारेको हो। शुक्रबार आयोगका अध्यक्ष तब बहादुर मगर समक्ष पेश गरिएको प्रतिवेदनले राष्ट्रिय सुरक्षा परिषदले आन्दोलनकै गम्भीर मूल्याङ्कन गर्न नसकेको र प्रभावकारी सुरक्षा योजना कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन रक्षा मन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा प्रधान सेनापति अशोक राज सिग्देल सहित उच्च पदाधिकारीहरूलाई मानव अधिकार उल्लङ्घनमा जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरिएको छ। नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत उच्च अधिकारीहरूमाथि पनि कारबाहीको सिफारिस गरिएको छ। अनुसन्धानको क्रममा आयोगले 90 जना प्रमुख व्यक्तिहरूसँग बयान लिएको थियो भने 506 जनासँग सोधपुछ समेत गरेको थियो भने जिल्लामा स्थलगत अध्ययन, 100 सीसीटीभी फुटेजको विश्लेषण र फरेन्सिक परीक्षण गरिएको थियो। प्रतिवेदनका अनुसार आन्दोलन नियन्त्रणका क्रममा कर्मिक बल प्रयोग नगरी एकैपटक अत्याधिक र घातक हतियार प्रयोग गरिएको पाइएको छ भने पोस्टमार्टम रिपोर्ट अनुसार अधिकांश मृतकलाई कम्मरमाथि गोली लागेको उल्लेख समेत गरिएको छ। सरकारी तथ्याङ्कमा 77 जनाको ज्यान गएको उल्लेख भए पनि आयोगको प्रतिवेदनमा भने 76 जनाको ज्यान गएको उल्लेख समेत गरिएको छ। आयोगको प्रतिवेदन अनुसार 76 जनाको मृत्यु र 2429 जना घाइते भएको उल्लेख समेत रहेको छ भने साथै आन्दोलनकारी पक्षबाट पनि विस्फोटक सामग्री बनाउने तथा संवेदनशील स्थानहरूको नक्सा शेयर गर्ने गतिविधि फेला परेको पनि आयोगले जनाएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनिरहेको र सरकारको नेतृत्व बालेन शाहले गर्ने भएका छन् भने के साँच्चीकै बालेन शाह प्रधानमन्त्री बने भने यो घटनाका दोषीलाई कारबाही
कारबाही गर्न सक्लान् त भन्दै अहिले गम्भीर प्रश्न उठेको छ भने त्यस्तै बालेन शाहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत अन्य शीर्ष नेताहरूलाई के अब कानुनको कठघेरामा उभ्याउन सक्लान् त भन्दै आम नेपाली जनताहरूले अहिले गम्भीर प्रश्न गरेका छन्। दर्शकबिनहरू, अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह नयाँ सरकारको तीव्र तयारीमा रहेका छन् भने नेपालकै इतिहासकै सबैभन्दा उत्कृष्ट सरकार बनाउने तयारीमा बालेन शाह रहेका छन् भने त्यस्तै बालेन्द्र शाहले अनावश्यक मन्त्रीहरूको संख्या कटौती गर्ने र अनावश्यक मन्त्रालयहरूको पनि संख्या कटौती गर्ने जानकारी समेत गराएका छन्। मन्त्रालय र मन्त्रीहरूको कटौती गरेर भोलि बिहानको दिनमा नेपाली नागरिकहरूको काम गर्नको लागि समस्या परेको खण्डमा पुनः मन्त्रालय सञ्चालन गरिनेछ, तर अहिलेको लागि भने यी मन्त्रालयहरू हामीहरूले कटौती गर्नु पर्नेछ भन्दै बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूसँग अहिले छलफल गरेको जानकारी प्राप्त भएको छ भने 35 वर्षदेखि देशमा बमोड गरेको र आफ्नो मर्जीले देश सञ्चालन गरिरहेका दलहरूलाई देखाउनको लागि भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ बन्ने सरकारले अब देखाउने र नतिजा दिने हिसाबले काम गर्नुपर्ने पनि बालेन शाहले बताएका छन्। त्यस्तै नेपालकै इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा बालेन शाह बन्ने भएका छन् भने बालेन शाह नेतृत्वको सरकारले चाहेको खण्डमा देश परिवर्तन हुनको लागि कुनै पनि समय नलाग्ने भन्दै बालेन शाह समर्थन र राष्ट्रिय स्वतन्त्र पार्टी समर्थनहरूले अहिले बताउँदै आइरहेका छन्। अन्ततः बन्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको 2/3 सरकारलाई बारले कडा रूपमा चेतावनी दिएको छ भने 2/3 सरकारले संविधानमाथि प्रहार गरे कडा कदममा उत्रने छौं भन्दै आज बारले यस्तो कुरा सार्वजनिक गरेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले मुलुकमा 2/3 बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला रहेको भन्दै सचेत रहन आग्रह समेत गराएका छन्। भक्तपुरमा आयोजित नेपाल बार एसोसिएसनको कानुनी व्यवसाय महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् भने अध्यक्ष मिश्रले विगतका दृष्टान्तहरू प्रस्तुत गर्दै नयाँ सरकारलाई बारले बेनिफिट अफ डाउन संख्याको सुविधा दिए पनि संविधान मिचिएमा कडा कदम चाल्ने चेतावनी समेत दिएका छन्। उनले विगतको उदाहरण दिँदै 2/3 प्रधानमन्त्री बनेपछि बीपी कोइरालाको सरकारले कानुनको स्नातक ल ग्रेजुएट नभएको भन्दै हरिप्रसाद प्रधानलाई हटाएर भगवती प्रसाद सिंहलाई ल्याएको उनले जानकारी गराएका छन्। त्यस्तै 2017 सालमा नेपाली कांग्रेसबाट नियुक्त भएका न्यायाधीशहरूलाई पदमुक्त गरी जेल हालिएको र 2048 सालमा नेपाली कांग्रेसको बहुमत आउँदाखेरि शाखा अधिकृतहरूमा फेल भएकाहरूलाई पुनरावेदनको न्यायाधीश र पास भएकाहरूलाई त्यही बेन्चको सहायक बनाएर न्यायपालिका सञ्चालन गरिएको इतिहास स्मरण समेत उनले गराएका छन्। त्यसरी 2074 सालको 2/3 बहुमतको सरकारले तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशीलाई संसदीय सुनाइबाटै वञ्चित गरेर घर पठाएको घटनालाई ताण्डवाको संख्या दिँदै उनले यस्ता क्रियाकलाप अब न्यायपालिकामा दोहोरिन नहुनेमा उनले जोड समेत दिएका छन्। त्यस्तै अध्यक्ष मिश्रले नेपालको राजनीतिक इतिहास खोतल्दै भने जब 2/3 सरकार आउँछ तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार हुने गरेको उनले जानकारी गराएका छन्। त्यस्तै प्रचलनमा रहेको छ नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउन दिन्छ, सरकारका सबै क्रियाकलापहरू संवैधानिकवाद र कानुन अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा रहेको छ, सरकार 5 वर्ष टिकोस् भन्ने हाम्रो चाहना रहेको छ, तर संविधानवाद र कानुनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ, त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो उनले बताएका छन् र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो उनले जानकारी गराएका छन्। विगतका आन्दोलनहरूमा बारले ठूलो मूल्य चुकाएको स्मरण गर्दै उनले फर्महरू जलाइएको, बारको भवन बम पड्काइएको र आगजनी गरिएको अवस्थाबाट उठेर बार अहिलेको अवस्थामा आइपुगेको बताएका छन् भने त्यस्तै उनले न्यायपालिकालाई जोगाउनु सबै कानुन व्यवसाय र न्यायाधीशहरूको सहज हुनुपर्ने संवेदनशील अवस्था आएको उनले स्पष्ट पारेका छन्। दर्शकबिनहरू, राष्ट्रिय स्वतन्त्र पार्टीलाई छिमेकी राष्ट्र चीनले बधाई दिएको छ भने द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्याउन तयार रहेका छौं भन्दै आज छिमेकी राष्ट्र चीनले यस्तो कुरा सार्वजनिक गरेको छ। नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति छिमेकी राष्ट्र मुलुक चीनले औपचारिक प्रतिक्रिया दिँदै बधाई तथा ज्ञापन समेत
बधाई ज्ञापन गरेको छ। विशेष गरी झण्डै 2/3 बहुमत हासिल गर्न सफल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेपालमा नयाँ राजनीतिक शक्तिका रूपमा आएको कारण चीनले खुशी व्यक्त समेत गरेको हो। काठमाडौँ स्थित चिनिया दूतावासले सामाजिक सञ्जालमा नेपालको प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चीनले बधाई दिएको हो भने यो सँगै छिमेकी राष्ट्र चीनले नयाँ शक्तिहरूसँग सम्बन्ध विस्तारको स्पष्ट संकेत दिएको छ। साथै चीनले नेपालसँगको आफ्नो परम्परागत मित्रलाई पनि कायम राख्दै व्यापारिक सहयोगलाई थप गहिरो बनाउने तयार रहेको पनि बताएको छ भने छिमेकी राष्ट्र चीनले नेपालसँग मिलेर परम्परागत मित्रलाई अगाडि बढाउने व्यावहारिक सहयोगलाई सुदृढ गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तयार रहेको पनि सन्देश दिएको छ। नेपाल वायु सेवा निगममा भ्रष्टाचार प्रकरणमा छानबिन हुनुपर्नेछ भन्दै आज सुदन गुरुङले यस्तो कुरा सार्वजनिक गरेका छन् भने यो सँगै सुदन गुरुङको अहिले सामाजिक सञ्जालमा निकै नै चर्चा चलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सुदन गुरुङले नेपाल वायु सेवा निगम भित्र देखिएको बेइज्जती तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको उनले जानकारी गराएका छन्। सुदन गुरुङले सामाजिक सञ्जाल मार्फत ज्ञापन पत्र बुझाएको फोटो सार्वजनिक गर्दै मन्त्रालयको उच्च स्तरीय छानबिन समिति गठन गरी अनुदान प्रक्रिया अगाडि बढाएको जानकारी समेत गराएका छन् भने उनले जहाज खरिददेखि मर्मसम्म भएको अनियमितता विरुद्ध प्रमाण सहित पहल गरिएपछि सरकारले तत्काल कदम चाल्ने उल्लेख समेत गरेको छ। गुरुङका अनुसार अब वर्षौंदेखि थन्किएका भ्रष्टाचारका फाइलहरू खोलिने छन् र छानबिन समितिले प्रमाण संकलन गरी 30 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। उक्त प्रतिवेदनको आधारमा भ्रष्टाचारमा संलग्नमाथि कडा कानुनी कारबाही अघि बढाइने पनि उनले जानकारी गराएका छन्। त्यस्तै सुदन गुरुङले राष्ट्रिय ध्वजावाहक संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्तिप्रति खबरदारी जारी रहेको उल्लेख गर्दै सुशासनको लडाईँ अझ सशक्त बनाइने पनि उनले जानकारी गराएका छन्।